स्वच्छ झिक्टाउन। जाडोमा आगो ताप्नुको छुट्टै मजा छ के। मलाई त लास्टै मजा आइरहेछ यार। होइन होला त्यस्तो मजा आइरहेछ भने आगोमा हाम फाल्न त झन् मजा आउँछ। साले तू स्विमिङ पुल हो र हाम फाल्नु साले? यो आगो हो। यहाँ हाम फाले भने मेरो खरानी मात्र भेटिन्छ। त चिन्ता नगर्न साथी, तेरो खरानीलाई हामी सम्हालेर राख्छौँ के। अच्छा सुरुमा आफ्नो तुना सम्हाल्न सिक। जसले चाहिँ आफ्नो तुना सम्हाल्न सक्दैन त्यसले मेरो खरानी सम्हाल्छु भन्छ यार। तँलाई चाहिँ जतिखेर पनि मेरो तुनाकै कुरा गर्नुपर्छ। तेरो आँखाले चाहिँ मेरो तुना मात्र देख्छ क्या हो। अनि सर्पभन्दा लामो तुना झुन्डाएपछि तुना नदेखेर के चुना देखिन्छ त? कति तुनाको कुरा गरेको, म पनि छु यहाँ। के भयो त, तिम्रो अगाडि चाहिँ तुनाको कुरा गर्नुहुन्न र कि तिम्रो र तुनाको दुश्मनी छ? के बोल्छ के पागल जस्तो, खुस्को कि क्या हो तिम्रो? खुस्केको छैन हौ, तुना राम्रोसँग बाँधेको छु मैले। तुनाको कुरा गरेको छु मैले, तिम्रो दिमाग चाहिँ खुस्क्यो भनेको। ए दिमागको कुरा गरेको, दिमाग त खुस्केको छैन नि, तर तिमीसँग बोलिराख्यो भने चाहिँ पक्कै खुस्किन्छ। ओइ नजिस्काना बिचारीलाई। हाम्रो ग्रुपमा उही एउटा केटी छ, उसलाई पनि खेदाउने विचार छ तेरो? विचार त के छ नि, अबे साले तर के गर्नु, सबैको अगाडि भन्न मिलेन। हत्तेरिए नाट्योने ओइ बोका बहादुर, तेरो बोकाबन्दी फेरि सुरु भयो। होस गर है, जाडोमा खसी पार्दा नमिठो दुख्छ नि फेरि। तँलाई कसरी थाहा भयो? तँलाई पनि जाडोमै खसी पारेको थियो हो? चुप लाग, मलाई कसले खसी पार्छ? म तिमीहरू जस्तो बोका हो र? झुट नबोल है, तँलाई खसी पारिसकेको छ, त्यसैले त आज भोलि केटीमा इन्ट्रेस्ट छैन नि तेरो। तँलाई थाहा हुन्छ मलाई केमा इन्ट्रेस्ट छ केमा इन्ट्रेस्ट छैन भनेर? थाहा भइहाल्छ नि, पहिला केटीको फोटो देख्ने बित्तिकै रियाल चुहाउने मान्छे अहिले आँखै अगाडि केटी देख्दा पनि केही वास्तै गर्दैन। वास्ता गर्दिनँ किनकि म कमिटेड छु। त जस्तो होइन क्या 10 जनासँग फ्लर्ट गर्दै हिँड्ने। 10 जना रे, 12 जना पुगिसक्यो। अघि भर्खर 2 जनासँग फ्लर्ट गरेर आएको म। फ्लर्ट मात्र गरेर के गर्नु? बिचरालाई कसैले घाँस हाल्दैन? तेरो बाउले भन्थ्यो म गोरु हो र घाँस हाल्छ साले, बोल्न आउँदैन भने नबोल है। तँलाई गोरु भनेको होइन के, घाँस हाल्दैन मतलब तँलाई कुनै केटीले भाउ दिँदैन भनेको। बात त सही है। कसले भनेको भाउ दिँदैन? यसलाई सोध, हिजो बजारमा केटीहरूले फर्की हेरेको थियो मलाई। आर यु कमेडी नि तँलाई होइन हौ, मलाई हेरेको त्यो केटीहरूले। राति एकजनाको फ्रेन्ड रिक्वेस्ट पनि आएको थियो मलाई। अनि एक्सेप्ट गरिस् त फ्रेन्ड रिक्वेस्ट? नगरौँ भनेको, प्लिज फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गर न भनेर मेसेज गरेको थियो, त्यसैले गरिदिएको नि। अनि तिमी त कमिटेड थियौ होइन, अरू केटीको फ्रेन्ड रिक्वेस्ट किन एक्सेप्ट गरेको? फ्रेन्ड हुँदैमा लभ पर्दैन नि त हौ। त्यही पनि मेरो आइडी मेरो जिएफले चलाउँछ, म त घरिघरि मात्र चलाउँछु। तिम्रो जिएफ को आइडी भन त मलाई, म पनि बोल्नु पर्यो उसँग। तिमी चाहिँ किन बोल्ने? जे पाए त्यो कुरा लाएर हाम्रो ब्रेकअप गराउनलाई? कस्तो पापी के तिमी त, आफ्नो साथीको किन ब्रेकअप गराउनु? त्यो त मलाई के थाहा, यसको र पुनमको पनि तिमीले नै ब्रेकअप गराएको होइन? त्यो त उसले नै गर भनेर गरेको हो नि त, मैले आफै गरेको हो र। ओइ तँ आफैले पुनमसँग ब्रेकअप गरेको हो? हो मैले आफै गरेको, के गर्छस्? लौ मसँग चाहिँ किन रिसाएको त?